everyone, Jorli, it's me Sima, new day, new vlog. Welcome back to my channel साथीहरु. So तपाईहरु चाहिँ सन्चै आरामै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै आरामै छु र मेरो अहिले हुँदैछ मेकअप अनि अनिल चाहिँ हुनुहुन्छ काउसती उनीहरु चाहिँ कहाँ फसिरहेछ मैले तपाईहरुलाई डिटेलमा सम्झाउँछु अनि यहाँ चाहिँ मेरो भइरहेछ मेकअप लेट्स सी गाइस मेकअप कस्तो हुन्छ सबैले मिलेर हेर्नु पर्छ आजको दिन हाम्रो कसरी सुरुवात हुँदैछ र एन्ड कसरी हुन्छ तपाईहरुलाई म अपडेट दिइराख्छु है त फाइनली साथीहरु म चाहिँ रेडी भइसके अनि अनिल चाहिँ उता हुनुहुन्छ मेरो चाहिँ यहाँ भइरहेको छ हेयर स्टाइल ओ साथीहरु म चाहिँ यो भन्दा अगाडि जान मिल्दैन मलाई थाहा छैन त्यही भएर चाहिँ मैले पार चाहिँ गरिन अनि कारहरु चाहिँ यही हो है अनि बाजातालहरु छ यहाँ चाहिँ ओले कस्तो राम्रो देखेको विशेषलाई आयाम साबै हिरो देखेछ त हैन ए भगवान अले मेरा राजकुमारी यहाँ पर छोड़ लगी इसको आओ अर्को पनि ढोग्नु न एउटा मात्र ढोग्नु हुन्न हाम्रो बिहेको जन्तीहरु चाहिँ उहाँबाट जानु भएको छ र हामी चाहिँ मेरो माइती घर जाँदैछ अनि कस्तो लाग्छ तपाईलाई फाइनली वी आर टुगेदर वैसे भी थे साइड में और भी ज्यादा कहीं आएगा और भी तो अभी जो आज चाहिँ हाम्रो भेट हो र हाम्रो लोकन्डा चाहिँ यता हुनुहुन्छ छाता लिएर बस्नु भएको छ अनि सो क्यामेराम्यान पनि आइसक्यो सब रेडी छ साथीहरु अब चाहिँ सिर्फ हाम्रो घर आउँदैछ बरु आरतीलाई बसाउँ न केटीलाई आरतीलाई यहाँ आरती बस्छ अनि हाम्रो बेच में ना जो आगे बस्नु है सो साथीहरु लेट्स गो गाइस आज क्या होता है यहाँबाट चाहिँ हाम्रो गाउँ स्टार्ट भयो अब चाहिँ बाइकमा छ कुनै कारमा हुनुहुन्छ हामी चाहिँ यहाँ चाहिँ कति दिनपछि आए 3 4 दिनपछि होइन हामीहरु मेकअप ग्यारेन्टी छैन त घाममा बसे भने दाजुलाई केही भनिदिनु न 1-2-4 शब्द जाओस् यति मात्र के अरु आश साथीहरु यहाँबाट चाहिँ बाटो बिहान भएको कारणले गर्दा चाहिँ हामी चाहिँ हिँडेर जानुपर्ने हुन्छ घर हाम्रो बस विराज अब यहाँबाट नाच्दै गर्ने जाने के हैन यहाँबाट चाहिँ हाम्रो ठुलो बस पाएनौं त अनि त्यही भएर लेक बस ठुलो हुन्छ त्यही भएर लेक बसमा हामीले चाहिँ अर्डर गर्यौं अब यहाँबाट चाहिँ हिँडेर जानुपर्छ धेरै 5 मिनेट रेन्दाजु फाइनली सालीको बिहे खाना पाउने भयो यता हाम्रो क्यामेराम्यान हुनुहुन्छ ल अब कस्तो आउँछ भिडियो यसमा जानुपर्छ युट्युबमा ल यदि राम्रो हुनुहुन्छ भने चाहिँ तपाईहरुले पनि उलाई बोलाउन सक्नुहुन्छ मैले कन्ट्याक्ट नम्बर पनि हाल्दिन्छु यदि नराम्रो गरे भने म कम्प्लेन ठोक्दिन्छु विराजले यता है ल साली कडा छ नि हैन भनेको के न
ए बरै होइन के हो र गोठमा के बाख्रा कोची जस्तो कोचेकै आऊ कि यार आरती मलाई छाता ओढाउँदै यार मलाई कस्तो शर्मा लाग्छ साथीहरू कस्तो भनेको मलाई मम्मी बाबासँग के त्यो फेस गर्न लाज लाग्यो कि यस्तो फेसमा म कसरी जानु होला जस्तो एउटा फिल हुन्छ नि अनकम्फर्टेबल मलाई लाज लाग्छ मलाई त अरू त के मलाई त अरू भन्दा पनि मेरो गाउँमा गएर फेस गर्नु मलाई लाज लागिरहेको छ हेरौँ कस्तो हुन्छ दिदी हेलो हाँ घर यहाँ नहीं है वो उधर है पीछ हो रही है ना अभी तो रास्ता बैन है दोनों जिगरी है अनिल अनिल अनि सुन्नु न हजुरको सेकेन्ड बुढी बिरा छ न ओइ म सेकेन्ड लभ यता अनि सुन्नु अनि मेरो चाहिँ हजुर फर्स्ट बुढा अनि सेकेन्ड बुढा चाहिँ तुलसा हो कसको हामी चाहिँ जाम बाबु आऊ ओहो दुःख पाउनु भयो कोसँग छ चापी कसले निकालेछ चापी विराजको चाहिँ भर चापी हराएको थियो नि त ऊ त्यहाँ माइती देखिन थालिसक्यो उतातिर ऊ माइती पनि कति टाढा हो क्या नानी ड्रोन पनि ल्याएको थियौँ ल हेर्नु ड्रोन ल उड्यो है त ल मजा आयो यस्तो पो हुनुपर्छ त अनि बिहे एक बार गर्ने होइन बार बार गरिँदैन चित्त बुझ्दो गर्नुपर्छ हाम्रो बिहे भनेको बाबा तरिकाले परबाट मेरो माइतीहरू लिन आउनु भएको हामीलाई चाहिँ अब यहीँबाट बोकेर लानुपर्छ कि हेर्नुले हामीलाई कहाँ बिहे भ्लग गराउन छोड्ने हो त नि हामी त होइन बाटो सिग्नल आयो साथीहरू बाटो सिग्नल आयो यिनीहरूले बोलाएको तरुणीहरूलाई यहाँनिर चाहिँ हामी यिनीहरूलाई वेलकम गर्न जाँदैछौँ कि यहाँनिर थोरै रिभरहरू बाटो खोज्दैछौँ यहाँनिर बाजाको साउन्डले गर्दाखेरि तपाईँहरूको थोरै भोइस आउट क्लियर आउन सक्छ कि त्यसको लागि तपाईँहरूले चाहिँ थोरै ध्यान दिएर हेर्नु होला सो यो चाहिँ मेरो बहिनी हो यो चाहिँ म उसको दिदी बोल्दैछु सो मेरो चाहिँ बहिनीको आज बिहे छ कि यहाँनिर रेडी छ अवस्था चाहिँ बोक्यो बोक्यो हो यसको सिट यता पनि हो कैसा लग रहा है भाइ साहब मस्त है जुत्ता लुका जुत्ता लुका जुत्ता लुका यहाँ चाहिँ यहाँनिर हाम्रो यहाँनिर दुबोको माला साटासाट बेहुला बेहुली बिच के साटासाट हुन्छन् हो यहाँ दर्शक बिनहरू हेर्न सक्नुहुन्छ तपाईँहरू खै त नानी छोडा त एकचोटि छोडा त सक्नुहुन्छ यिनीहरू दुईजना यहाँनिर माला साटसाट गर्दैछन् फेरि माला साटासाट हुँदैछ ए ताली बजाऊ न के गर ताली बजाउने भन्नु पर्यो हजुरआमाबाट चाहिँ टिका बस टिका चाहिँ निधारमा चाहिँ बेहुला बेहुलीको चाहिँ आमा मूलको घरको मूल आमाले चाहिँ गर्नुपर्छ भनेर चाहिँ आमाले टिका लाउँदै हुनुहुन्छ
यहाँनिर बिहेमा छ, म चाहिँ उसको दिदी हो कि फेरि। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले। जुम गर्नु खोजेको जुमै हुँदैन त। को हो? ए हाम्रो आमा हो। उहाँ नचिनेको आफ्नै आमालाई है तेरिका। खै 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 एकचोटि कुन हो? नानी तिमी किन है? सीमा सीमा 20% चार्ज छ। दही मम्मी र बाबाको सम्म चाहिँ ल है त लौजा ढक 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 सीमाले आशीर्वाद माग्दै बस्नु भयो। यहाँ चाहिँ हाम्रो मम्मी मम्स हेलो तपाईँको छोरीको भ्लग हो के? च्याट्ट लगाएर ठिक है। हजुर जेठी त कता छ? चलो गाइस, राधा को देखो पूरा थक चुकी है। ये हमारे दूल्हा दुल्हन सीमा है, सरू व्लॉग्स। आज मैंने सीमा सरू व्लॉग्स का चैनल हैक कर लिया है और सीमा सरू की आज शादी है, इसलिए मैंने चैनल हैक कर लिया है हमारे दूल्हे राधा को। सॉरी सीमा सरू सीमा एंड अनिल। अनिल कैसा फील हो रहा है फिर? क्या बोलो? 7 जनवरी से और जुड़ गया और मुझे हो गया। 2 शब्द और बोल दो। ये 3 हो गए। 2.5 है ना? 2.5 अक्षर प्रेम। आरती कैसा लग रहा है? I'm so tired. भाभी नो वर्ड्स। पापा कैसा लग रहा है? ठीक है वैसे। हाँ चलो 2 शब्द बोल दो अपने बेटे की शादी में। मेरे बेटे का शादी है आज। कैसा लग रहा है? अच्छा लग रहा है? अच्छा लग रहा है। मम्मी नहीं है? मम्मी भी भैया भाभी मैं क्या बोलूं, बस 9 महीने में कुछ आ जाएगा, ये उम्मीद के साथ खड़ा हुआ है। भगवान करे पूरा करे हमारी। वर्क इन प्रोग्रेस है। गुच्चू गुच्चू किनकी शादी है? इधर दे। गुच्चू देखो। आज मामा की शादी है। बोलो क्या है? आज शादी है। गाइस यहाँ पे गर्मी बहुत है और ये देखो पहाड़ पीछे हमारे। शाम को मौसम अच्छा होता है यहाँ पे नो डाउट, बट गर्मी है। और कंट्रोल दादा अपने गोल समझाते हुए। आज मैंने सब गोल्ड पहना हुआ है। हाँ सीमा तुम बताओ कैसा फील हो रहा है? मजा आ रहा है? सेम गर्मी गर्मी कितनी गुदगुदी टाइप है? गुदगुदी हो रही है कहाँ? पेट में? नर्वसनेस ज्यादा ही ज़्यादा ही। चलो